लासो फ्याफुल्ला सबैजनालाई वेलकम टु माई मिनी ब्लग। आज चाहिँ हाम्रो किचन सफा गर्ने दिन। पुरा म चाहिँ तौली सौली फुटालेर पुरा रेडी अवस्थामा हो। त्यो रुमाल यतातिर बाँध्दैछ। अनि जुन मैले यो उठाइराखेको छ नि, यो काठको धेरै कालो भइसक्यो। त्यही भएर म चाहिँ सामानहरू पुरा यता डाइनिङ टेबलमा बसार्दैछ। सफा गर्छु 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 भन्दा कति दिन भइसक्यो, सफा गरेकै थिएन। आज बल्ल दिन आयो। यतातिर मम्मीले पनि सहयोग गर्न आउनुभएको मलाई। अनि यो कालो चाहिँ मम्मी धुन लान्छु भन्दै हुनुहुन्छ। त्यही भएर मैले यताउता देखाएको। कम्ता कालो छैन, लास्टै नि यो तरकारीको होला क्या, यस्तो यस्तो लागेको। अनि यो गोलभेडा चाहिँ भाइ र मैले हिजो लिएर आएको। अनि यतातिर चाहिँ पुरा म मटायो भनेर आमालाई देखाएको, हाँस्दै थियो। अनि यो साबुन चाहिँ पुरा साबुन र पानी गरेर धुन लगाएको हो कि, त्यही भएर पुरा घोस्दैछ। त्यसमा पनि म बल्ल बल्ल चढेको यार, कम्ता मोटाएको छैन नि। आमामा गरेको छ। आमाले पनि त्यहाँ के भन्दै हुनुहुन्थ्यो, यस्तो उस्तो। पुरै त्यतातिर घोट्दैछ म निष्ठ पाराले। भर्खर सुरु गरेको एकैछिनमा पो मलाई त भोक लाग्यो हो। जिन्दगीमा यस्तो पनि हुँदो रहेछ। के साह्रो भोक लागेको। काम नगर्दा पो भोक नलाग्दो रहेछ, काम गर्दा साह्रो भोक लाग्दो रहेछ। हिजोतिर त मैले काम गर्दैन थियो नि त, गरेको थिएन भने त मकै छर्थ्यो बिहान बेलुका, अनि भात तरकारी पकाउँथे, त्यति हो नि त। अनि अरू त सबै मम्मीले गर्नुहुन्थ्यो, त्यही भएर। अनि अस्तिदेखि गर्छु, किचन सफा गर्छु भन्दा कहिले कहाँ जानुपर्ने भएर गरेकै थिएन। त्यही भएर गरेको। यतिखेर पनि म जबरजस्तीले गएको हो, माथि नसकेर। मम्मीले म उठाइदिउँ, म ढकाल्दिउँ भन्दै थियो। अनि क्यामेराको अगाडि के मम्मीलाई काम अराउनु भनेर मात्रै हो, नभए त उठाउने अवस्थामै पुगेको थियो क्या। अस्ति विदेशबाट आउँदा त म ठिकै थियो कि, ठिक्क थियो मेरो शरीर। नेपाल आएपछि खाने बस्ने सुत्ने घुम्ने मात्रै भएर। अनि यिनीहरू चाहिँ के गर्दैछ, म त्यो चाहिँ जाँड छान्ने जाँड छानेर खानुपर्छ भन्दै थियो मम्मीले चाहिँ। हिजो अस्ति दिन जाँड बनाएको थियो नि त, अनि त्यही भएर उसले कस्तो भयो होला, खानुपर्ने थियो भन्ने कुरा गर्दै थियो। अनि दुईजना यतातिर खानखान खेनखेन गर्दै। अनि मम्मीले चाहिँ त्यो कालो धुन लानुभयो। अनि धोएर पनि मम्मीले मलाई सघाउन आउनुभएको यतातिर। मम्मीले नयाँ ल्याउनु भएछ त्यो उसमा राख्ने चाहिँ, चुलोको पछाडि राख्ने चाहिँ। अनि पुरा गर्दैछ हो आमा छोरी मिलेर। के साह्रो छ्या। हुनु त यो त सबैको हुन्छ होला होइन, मान्छेले अब क्यामेराको अगाडि नलिएको मात्रै हो। तर के गर्नु, जे हुन्छ लुज्जा भनेर मैले ल्याइदिएको। के चाहिँ गर्नु त अनि त्यो नयाँ सानो मैले राखेको। पछाडि आएर हेरे पनि कस्तो हुँदो रहेछ भनेर आमाले हुन्छ भन्यो। फेरि त्यहाँनिर मार घोर्दैछ। फेरि त्यहाँ पुस्ने भएन रे। आमाले त उसैको सुरुवाल लिएर आउनु भएछ भने पुस्नलाई। के साह्रो। अनि मैले भनेको त्यो सुरुवाल त नलिएको भए हुन्थ्यो भनेको, उसले यो सुरुवाल कस्तो नराम्रो छ त्यही भएर लिएको रे। अनि फेरि ऊ आफैले फेरि एकैछिनमा उहिले यो सुरुवाल लाउन नपाएर कस्तो थियो, अहिले छोरछोरीले कमायो, अलिअलि कमायो, अनि त्यसपछि त यस्तो सुरुवालहरू त लाउनै मन नलाग्ने रहेछ रे। हुनु त धाक चाहिँ देखाएको चाहिँ होइन, तर पनि पहिला हेरी त हो नि, अलिअलि कमाएको छ, घर पनि बनाएको छ यता, त्यही भएर हो क्या। अब त्यो लुगा चाहिँ कस्तो हुन्छ अरे भने एकचोटि लाएपछि च्यात्छ अरे क्या, त्यही भएर। अनि त्यो मम्मीले चाहिँ त्यो गोलभेडाहरू राख्ने स्ट्यान्ड चाहिँ धुन लानु भएको छ क्या माथि, त्यही भएर म चाहिँ यताउता त्यो पनि आयो नयाँ, मम्मीले धुनुभयो। अब म त्यहाँ सामान मिलाउँछु। म चाहिँ खास गरी त्यहाँ उसमा त्यो स्ट्यान्डमा राख्न पेपर लिन गएको थियो क्या, A4 पुरा मिलाउँदैछ म। मिलाएर त्यहाँ सामानहरू राख्छु म। कम्ता भोक लागेको थिएन हो मलाई, लास्टै भोक लागेको थियो। आमाले पनि भनेको मैले, कस्तो भोक लागेको भनेको त, काम गरेपछि त लागिहाल्छ नि रे। मम्मीले यता डाइनिङ टेबल पुस्दैछ हो,
म पुस्छु नि भन्दाखेरि तैँले सक्दैन म पुस्छु। अरू चाहिँ होइन, यो डाइनिङ टेबल पुस्दा चाहिँ यस्तो कमेडी भएको होइन नि। म पुस्छु, म पुस्छु, म गर्छु रे पुरा गर्दैछ आमाले। उसको फेरि भएन रे, यो चाहिँ सेकेन्डचोटि हो क्या। नयाँ ल्याऊ नयाँ अरे म गर्छु भने हुँदैन अर्कोले अर्को मेरो सुरुवाल रे, सुरुवाल लग्यो। मैले गर्न थालेको उसले तानेर म गर्छु भनेर ऊ पुरा गर्दैछ। गरेपछि मैले सामानहरू मिलाएँ, सबै सामानहरू मिलाएँ। के कता हो यो चम्चीहरू राख्ने चाहिँ धुन लगेको छ क्या। अनि मम्मीले के नापेको होला यो, म चम्म परेँ। त्यस्तो गर्दा गर्दा कस्तो भोक लागेको। अनि उसले म धुन जान्छु भनेर धुन लग्यो। अब म चाहिँ सरसफाइ कार्यक्रम गर्दैछ यतातिर मुनतिर, सिलौटा पिलौटातिर। हाम्रोतिर चाहिँ सिलौटा भन्छ, अब तपाईँहरूकोतिर के भन्छ त्यो थाहा छैन, आफ्नो होला। सिलौटा भनेको त तामाङ भाषा हो क्या हो, खोइ तामाङ भाषाबाट नि सिलौटै भन्छ, नेपाली भाषाबाट नि सिलौटै भन्दो रहेछ, खास के हो थाहा छैन। यो टेबल मुनतिर चाहिँ साह्रो फोहोर भएछ। फ्रिज पनि सफा गर्नुपर्ने हो कि भने हेरेको, फ्रिज त सजिलै रहेछ, राम्रै रहेछ। अनि चिया खाना भनेर ऊ पानी पनि हाल्दैछ। मैले कम्ता भोक लागेको होइन। चिया गरेर अनि त्यहाँ लाइटरले ठ्वाक्क लाएर बत्ती बाल्यो। बालेपछि कफी हालेँ मम्मी र मलाई चाहिँ चिया चाहिँ ठुलो गिलासमा खानुपर्छ क्या। यो सानो गिलासमा खाएको मलाई चित्तै बुझ्दैन। खोइ किन हो, चिया नखाने हो, खाएपछि त ठुलै गिलासमा खाने हो भनेर बनायो आमा र मलाई एक गिलास मजाले। त्यसपछि बाहिरको भ्यू हेर्दै चिया खाएँ, एम्मी भन्दै पनि छ। अनि यो चाहिँ हाम्रो फाइनल्ली सबै सफा गरिसकेरको उ त्यो हो डेकोरेसन। यिनीहरू चाहिँ सब सफा गरेको हो नि त मम्मी र मैले।